नमस्ते गाइजहरू, म चाहिँ यसरी अफरोडमा चाहिँ यसरी चाहिँ बाइक चलाएर जान लाग्छु। तपाईँहरू देख्न सक्नुहुन्छ होइन। केही समयपछि म यसरी अफरोडमा जान लाग्छु बाइक लिएर। म चाहिँ कृषि प्राविधिक, कृषि बिमा कर्मचारी अथवा चाहिँ कृषि इन्सुरेन्समा चाहिँ कार्यरत स्टाफ भएको साथै ननलाइफ इन्सुरेन्सहरू सम्बन्धी काम गर्नु भएको छ। म आज त्यही सिलसिलामा चाहिँ यसरी अफरोडमा चाहिँ ट्रक लगाएर चाहिँ जाँदैछु। अहिले चाहिँ म यस्तो छ अफरोड। अब चाहिँ गाडी चाहिँ ढुङ्गासुङ्गा आउनु सक्छ होइन। ढुङ्गासुङ्गा मलाई चाहिँ यस्तो अप्ठ्यारो यो 220 बाइक हो। 220 बाइकमा पनि अलिक गाह्रो भएर छ। अब चाहिँ यहाँ माथि यो डाँडामा चाहिँ ठ्याक्क त्यहाँ भैँसी खर्क छ अरे। त्यो डाँडोदेखि तल मुनि एउटा चौरो छ, त्यहाँनिर चौरोमा चाहिँ भैँसी छन्। त्यहाँ चाहिँ म भैँसीको बिमार लान लाग्छु भने बाख्रा चाहिँ यो डाँडामा छन्, यता पाखामा जङ्गलमा छन्। यो भिड जस्तो छ यहाँनिर होइन। यति टाढा छ कि गाइजहरू यसैले तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँदेखि तल गएपछि यस्तो छ पुरै होइन। यस्तो छ बाइक स्टार रोकिसक्यो। यता यस्तो छ पुरा यस्तो छ यो टर्निङ टायर के सुनाऊ। तर जे भए पनि हेर्नुहोस् रमाइलो भइरहेछ। इन्सुरेन्स सेक्टरमा काम गर्दै गर्दा होइन, भेटनेरी प्राविधिक भइरहेको छ। कहिले उपचार गर्न, कहिले बिमा गर्न, यस्तो क्षेत्रहरूमा चाहिँ गइराख्ने आइराख्ने चाहिँ हुन्छ हाम्रो चाहिँ टक्क। अघि देखाइरहेको थियो नि मैले गाउँ डाँडा, तलदेखि देखाएको डाँडो यही हो कि ट्याक्कै होइन। अनि यता भैँसीहरू भएको यता गाई बाख्रा भएको त्यता म चाहिँ माथि डाँडा टपमा आइसकेँ। म यो बाटो आएँ गाइजहरू होइन। म हराएँ कि अब यतादेखि बाटो गएको छ होइन, यतादेखि बाटो गएको छ होइन गाइजहरू। अनि भने यतादेखि बाटो गएको छ कि अब यहाँ कसलाई सोध्नु भन्नु त, मान्छे कोही हिँड्दैन। मैले ल्याएको छु यहाँ, टावर पनि दिँदैन रहेछ गाई। अनि अब पछि कहाँ जाने भन्ने कुरा हो। अब एक ग्राउन्ड यतातिर जान्छ, अगाडि जान्छ स्ट्रेट, अनि त्यहाँ भेटाएन भने यता जान्छ, अनि यता जान्छ। ल सबैले हेर्दै गर्नु, फलो गर्दै गर्नु ल मेरो भिडियोलाई। अब भयो फर्साद यतातिर यस्तो छ गाइजहरू होइन। तपाईँ देख्नु सक्नुहुन्छ म यो बाटो आएँ, यसरी आएँ। यहाँ भिड छ, पुरै भिड छ, बाटै छैन अब यहाँ हेर्नुहोस् होइन। अब यस्तो बाटै छैन। अब यहाँ चाहिँ खुर्सिन्छु अनि ढुङ्गासुङ्गा हालेर टक्क चाहिँ बाटो बनाएर जान्छु। यो गुम्बा गाउँ हो नि, गम्मा। जस्तै सबै सर म्याम सबैजनालाई चाहिँ म शरद मङ्गल ओलीको तर्फदेखि सबैजनालाई नमस्ते। तपाईँहरूलाई एउटा भिडियो देखाउनु लाग्छ। म चाहिँ क्याटलको इन्सुरेन्स गर्न चाहिँ माथि गोठतिर लेकतिर जानु लाग्छ होइन। हेर्नु न बाटो यस्तो छ कि यस्तो बाटोमा पुरै बाइक लिएर जाने हो होइन। टक्क यस्तो रोडको समस्या यस्तै छ सर म्यामहरू सबैजनालाई गाडी सम्झना सुरु यो भिडियो। त्यो बाटोमा जानु लाग्छ मार्केटिङ गर्न। पछाडि ब्याक सपोर्टमा कोही पनि छैन फेरि मान्छे। तपाईँ देख्न सक्नुहुन्छ ब्याक सपोर्टमा कोही छैन। खुसेर यतिसम्म आएको छु। अब यसमा जान्छु म मजाले। अलिक गयो भने सक्यो।